हुनेवाला Mama Maiju is opening envelope. Let's see. किन खोल्नु न ले हेर्नु न Oh my god! A few moments later. हाय बेबी तिम्रो मावलाको हजुरबुबा हजुरआमा हाम्रो लागि नाति भए राम जस्तो शक्तिशाली र नातिनी भए सीता जस्तो त्यागी भएर यस धरतीमा आगमन हुँदैछौ। यस शुभ घडीमा हामी दुवैको तर्फबाट आमा तथा बच्चाको लागि शुभ आशीर्वाद छ। धन्यवाद। हाय बेबी तिम्रो मावलाको हजुरआमा म नाति भयो नि नातिनी भयो नि धरतीमा तिम्रो राम्रोसँग आगमन होस्। धन्यवाद। हाय सुशीला सानीहरू म तिम्रो बेबी हाई बेबी म चाहिँ तिम्रो कान्छा मामा। अब मेरो प्रेडिक्सन भनेको चाहिँ तिमी भान्जी नै हो जस्तो लाग्छ। अब भान्जा भए पनि भान्जी भए पनि अब हाम्रो माया र स्नेहमा कुनै कमी हुने छैन। हाम्रो चाहना र प्रार्थना भनेको तिमी सुरक्षित र स्वस्थ रूपमा यो धरतीमा आगमन होस् भन्ने नै हो। हाई बेबी म हुनेवाला बेबीको माइजू कान्छी माइजू अनि मेरो प्रेडिक्सन चाहिँ छ भान्जा हुन्छ जस्तो लाग्छ मलाई। अनि भान्जा भए पनि भान्जी भए पनि दुवैजना स्वस्थ हुन् मेरो लागि। म त्यसमै खुसी छु म चाहिँ अनि म धेरै एक्साइटेड पनि छु। अनि वेलकम टु आवर फ्यामिली एन्ड लभ यु बेबी लभ यु दिदी। हेलो म चाहिँ बेबीको फुपू आमा मलाई चाहिँ छोरा हुन्छ जस्तो लागेको छ। बाई बाई। हाई म चाहिँ हुनेवाला बेबीको छ्यामा यु क्यान कल मी सुषमा छ्यामा एन्ड आई थिङ्क यु आर गन बी अ गर्ल तर बोय भए पनि गर्ल भए पनि स्टिल यु गन बी लभ बाई एभ्री वान। आई pray for the God for your happiness and a healthy life and also many congratulations to mom who is forever green and beautiful as usual. Enjoy your motherhood. Bye. Hello baby, म चाहिँ तिम्रो सरू छ्यामा and I think you are a baby girl. Baby girl भए पनि baby boy भए पनि we already love you so much and we pray for your healthy arrival. Bye, love you. Oh, hi. Wait a minute. Who are you? नमस्ते हुनेवाला नातिको हजुरआमा म। नमस्ते हुनेवाला बेबीको माइली फुपू आई थिङ्क बोय। नमस्ते म हुनेवाला बेबीको कान्छी फुपू आई थिङ्क बेबी बोय। नमस्ते म हुनेवाला बेबीको दाइ अनि अब बेबी चाहिँ बोय हुन्छ। नमस्ते म हुनेवाला बेबीको दाइ अनि मलाई लाग्छ बेबी बोय हुन्छ। नमस्कार म माइला फुवाजु छोरा हुन्छ। नमस्कार म हुनेवाला बेबीको कान्छा फुपाजु मलाई लाग्छ बेबी बोय। नमस्ते म चाहिँ हुनेवाला बेबीको सानी दिदी मलाई लाग्छ बहिनी हुन्छ। हाई म नयाँ नातिको कान्छा हजुरबा। नाति होस् या नातिनी जे भए पनि स्वस्थ सुन्दर र भाग्यमानी सन्तानको आगमन होस्। भगवानको आशीर्वाद सधैँ रहोस्। हाई म हुनेवाला नयाँ नातिको कान्छी हजुरआमा। बाबु तिमी यो धरतीमा राम्रोसँग पाइलो टेका भगवान श्री पशुपतिनाथले तिमीलाई धेरै आशीर्वाद दिउन् राम्रोसँग तिमी यस धरतीमा पाइलो टेका है बाबु। हेलो बेबी म चाहिँ तिम्रो रेजिना दिदी and I'm really excited for you. And I think you are a baby boy. Yes, I think you are a baby boy. And may God bless you with a life full of love, happiness, and with a good health, and full of beautiful adventures. And yeah, can't
wait to see you. Bye bye. Hi baby, I am Sonia अनि तिम्रो सबै छ्यामाहरू मध्ये सबैभन्दा सानी छ्यामा र coolest छ्यामा at the same time, okay? And I'm guessing that you are going to be an absolutely gorgeous baby girl. And yeah, welcome to this wonderful world. Welcome to the family. We are super excited to see you, and I'll see you soon and we'll chat more. Bye. Hi baby, this is your Sujata Chama, and my prediction is that you are going to be a cute little baby boy. But timi baby boy bhaye pani, girl bhaye pani, just know that we will always love you and we will always pray for your happy and healthy life, okay? So we just can't wait to welcome you into our beautiful family. Bye. नमस्ते सबैजनालाई जो पनि यो भिडियो हेर्दै हुनुहुन्छ सबैजनालाई मेरो मिठो सम्झना छ एन्ड हाई बेबी म चाहिँ तिम्रो सुमन मामा एन्ड आई थिंक यु आर गोइङ टु बी अ बेबी बोय सो आई विश यु भेरी सेफ एन्ड हेल्दी अराइभल इन दिस ब्युटिफुल वर्ल्ड एन्ड वी आर भेरी ह्याप्पी एन्ड एक्साइटेड टु सी यु इन आवर फ्यामिली एन्ड लास्टली आई वान्ट टु से ह्युज कङ्ग्रेचुलेसन्स टु बिमला दिदी एन्ड बिनाजु I hope to see you soon, guys. Take care. Bye-bye.